हेलो गाइज के छ हामी त आज पोखरा आइसकेका छौँ। अब यहाँबाट आज चाहिँ पोखराको होटल इन्ट्री गरेको। होटल यस्तो छ, ठिक छ। होटल चाहिँ सामानहरू यता छ। आमा यहाँ सुतिराख्नु भएको छ। अब भातसात खाएर दौडिनुपर्छ। धडाधड दौडिने, कहाँ कहाँ जानुपर्ने छ जाने। भएछ भने मुस्ताङ पनि चल्दिने, मुस्ताङ त्यस पछाडि काठमाडौँ जानुपर्ने छ। अलिकति थाक्नु भयो मामी, थाक्नु मामी भनेको। ल अब हामी जानुपर्छ है। अब बिस्तारै दौडिनुपर्छ हामी। अचार मिठो छ। खानाको कुरा गर्दाखेरि त लास्टै मिठो थियो है। मैले त धेरै नै खाएँ खाना त। यो होटेलको खाना त लास्टै मिठो रहेछ है। उनीहरू भेट्न थालिसक्यो। आउनु यहाँबाट सट्टासँगले। अब यहाँदेखि थोरै दूर छ, त्यस्तो टाढा पनि छैन। यहाँबाट लगभग कति लाग्छ र? गुगलमा 3 मिनट देखाइरहेको छ। 3 मिनट 650 मिटर। धुलो त उस्तै रहेछ जताततै है। अहिले त्यो टुरिस्ट एरियामा त धुलो चाहिँ नहुनु पर्ने हो, तर धुलो त रहेछ। तर केही छैन। यो बोक्नु ल हेर्न, त्यहाँ देखाउँछ त्यसले नै, यता जा भनेर देखाउँछ। त्यो नक्सा अनुसार हेर्दै हेर्न है। हेलो गाइज, हामी चाहिँ आज फेवाताल लेक साइड जाँदैछौँ। लेक साइडमा गरेको थियौँ। हेर्नु है, त्यहाँ लोकेसन देखाउँछ। लेक साइड जाँदैछौँ। लेक साइड यहाँदेखि अलिकति यता छ। यतामा हेर्नु त, त्यहाँ देखाउनु त खै। यहाँबाट यस्तो रहेछ अगाडि। ल आउनु छिटो आउनु है। लेक साइड धुलै रहेछ है। यहाँबाट सुई यतापट्टि गएपछि नजिकै रहेछ। हामी चाहिँ लेक साइडको होटलमा बसेको थियौँ। अनि अहिले चाहिँ निक्लेको छौँ अब घुम्नलाई। हामीको होटलबाट चाहिँ धेरै त टाढा त छैन, त्यो 5 मिनटको बाटो हो। 5 मिनटको बाटोबाट फेवाताल पुगिन्छ। त्यही भएर अलिकति लेक साइडको होटल खोजेको। पछि लेक साइडको नाइटको भ्यू पनि हेर्नलाई त्यो हुन्छ। त्यही भएर हो अब जाँदैछ। तपाईँलाई लेक साइड पुगेपछि म देखाउँदैछु भिडियो कस्तो छ है। काम चाहिँ लास्टै काम छ र पनि इटरी अनि त्यस्तोहरू भन्दा चाहिँ सफा रहेछ है। बाटोहरू पनि यो बिहानै बढाल्दो रहेछ कि यो पानीले भिजाएर पखाल्दो रहेछ बाटो चाहिँ। कति राम्रो कुरा हो। किनभने यहाँ हाम्रो आफ्नो देशको मात्रै नभएर पनि विदेशीहरू पनि आउँछ। अनि पोखरा भन्ने त एकदम पपुलर पनि त प्लेस हो। त्यो अनि यो गर्नु पनि पर्छ। मलाई राम्रो लागिरहेको छ। हेरौँ, लोकेसन हेर्दै गइरहेको छु। ल फेवातालको हेर्दै छाता राखेर हेर्नु त, छाता राखेर कस्तो राम्रो बनाएको छ।
लु अब यहाँबाट जाने ल छाता यहाँ हाम्रो घरका आउनु पर्यो छेउछाउमा यहाँ लु है कसो लागिरहेको छ घर रमाइलो लागिरहेको छ नि फेवातालको युद्ध आउन आँटेछ खिच्ने यहाँबाट खिच्ने हो भने फेवाताल यसरी डुङ्गा चढ्ने अनि मन्दिर छ फेवाताल गाइस आउनु है मन्दिर उता छ खोइ कता यतै त्यो अस्ति त म पनि खोइ ठुलो छ नि यता हामी त्यही अहिले फेवातालमा छौँ फेवाताल यहाँदेखि उहाँसम्म छ मन्दिर त उता अलिकति हो जस्तो लाग्यो मलाई अर्को ठाउँमा पनि हामी फेवाताल यस्तो छ फेवाताल पोखराको पपुलर फेवातालमा साइली यहाँ छ है फेवाताल उता र चाहिँ क्या हो मन्दिर त आउनु है बोटिङ गर्ने होला नि यहाँबाट ल्याएन यसमा चढ्ने हो बोटिङ गर्ने यहाँ बोटिङ छ मान्छेहरू खुब छ यहाँदेखि सरर यहाँदेखि सरसँगले यस्तो गरेर यहाँदेखि उहाँसँग छ उहाँ माथि जानुपर्छ उहाँ माथि देखिँदैछ नि उता माथि मलाई कस्तो लाग्यो त रमाइलो छ भिडियो गरौँ है त त्यो बराबर छ क्या पक्रेर बोल्नु कस्तो लाग्यो ऊ पर चाहिँ रहेछ क्या देखिरहेछ मन्दिर चाहिँ यता पर रहेछ है क्या पर मन्दिर अलिकति ठुलो यो आफै बनेको पहिलेदेखि पढेँ यो पहाडहरूको खोइ के गरेर पानी जमिन्थ्यो यहाँ क्या जति पहाडहरू छ नि सानो रहेछ त राम्रो लाग्यो रमाइलो उता पनि लाँदैछ नि उता पनि लान्छ क्या यो अब कहाँसम्म डुलाउने भने चाहिँ यहाँबाट त्यहाँबाट जाउँ तलबाट यहाँबाट डुङ्गा चढौँ यहाँ डुङ्गा चढेर मन्दिर लैजानुपर्छ अनि मन्दिरबाट फेरि यता आउनुपर्छ त्यो फेवाताल यहाँदेखि उहाँसम्म छ फेवाताल है यहाँदेखि लगभग उहाँ त्यो रोटी पिङ रहेछ खेल्ने टाइपको है यहाँदेखि ठुलो छ त्यता तालबाट मन्दिर चाहिँ उतापट्टि छ जस्तो लागेको छ मलाई उतापट्टिबाट फेरि जानु पर्यो मान्छेहरू खुब छ है धेरै छ ल हामी त्यही अब डुङ्गा चढ्न गइरहेछौँ यतापट्टि अर्को साइडमा आएको थियौँ त्यो साइड चाहिँ होइन रहेछ यहाँबाट पनि जाँदो रहेछ तर अलिकति यहाँ चाहिँ माछा पालेको होला यतापट्टि छ 100 रुपियाँ गोटा ठिक छ त बाह्र कस्तो लागिरहेछ त ठिक छ नि एकदम राम्रो लागिरहेछ राम्रो लागेछ हिँड्नु नि अल्छी हिँड्न चाहिँ अल्छी लागिरहेछ पनि अल्छी लागेको छैन मलाई फिल भइरहेको छ तपाईँको राम्रो लागिरहेछ सही राम्रो लागिरहेको हेरौँ भइरहेको छ मलाई त यहाँ पैसा खुजुरा छ तपाईँसँग दिन यहाँ यस्तो छ मान्छेले दिनुपर्छ है जसले धर्म यस्तै हो त हाम्रो भगवान्सँग त पैसा भइहाल्छ नि जसँग असक्त छ उसले कमाउन नसक्नेलाई पो दिने हो त
यता चाहिँ माछा पालेको रहेछ यहाँ यताटी लामाहरू पनि छन् है जस राम्रो छ गुम्बा होइन यहाँ धार्मिक मान्छेहरू क्या पूजा गर्ने मान्छेहरू आएको नेपालमा भगवानै भगवान ल यस्तो छ यहाँबाट चाहिँ अब थोरै छ फेवातालको आउनु है यहाँ अलिकति छ उहाँ छ फेवातालको तालबराई मन्दिर के भन्छ तालबराई मन्दिर यतै फेवातालको लेक साइडको पसलहरू छ यहाँदेखि वहाँसम्म छ अब फुर्सद भए जाने उहाँ पर माथि चढ्नु पनि चढ्नुपर्छ माथि आर्जन रमाइलो छ नि त्यहाँ माथि होइन नखाने दाजु खानेकुराहरूको लागि पाउँछहरू छ लेक साइड भ्यू पसलहरू है यहाँदेखि लास्टै छ खासमा भन्नुपर्दाखेरि म त्यही पहिला नै आइसकेको अहिले चाहिँ मम्मीहरूको लागि चाहिँ विशेष गरी चाहिँ मम्मीहरूको लागि आएको हो अनि त्यसपछि चाहिँ आज होइन भयो अनि त्यसपछि चाहिँ मम्मीहरूलाई ठिकै कस्तो लागिरहेछ पहिलाको त अब म त आइसकेको पहिला नि लगभग कति 5 वर्ष अगाडि आएको थिएँ त्यतिखेर सानै थिएँ अहिले चाहिँ फेरि एकचोटि चाहिँ मम्मीहरूलाई नि घुमाइदिउँ भनेर पोखरा आएको हो म यहाँ त्यस्तो हुन्छ यहाँ कस्तो लाग्यो तपाईँलाई रमाइलो कान्छा पक्रेर बोल्नु कति रमाइलो नि हेरिरहँ घुमिरहँ जस्तो र कान्छा छोराले घुमाएर डुलायो धेरै बधाई छ बाबा चाहिँ के भन्ने बाबाले पनि राम्रै भनेको छ यसरी घुम्नु पाइयो बाबा पनि बोल्दै हिँड्नुहोस् कान्छा छोराले घुमायो राम्रै लागिरहेछ घुम्न पाउँदा फेवातालको डुङ्गा चढ्ने हो यहाँ चाहिँ अब यहाँदेखि डुङ्गा चढेर जानुपर्छ तल चढेदेखि डुङ्गा चढ्ने त्यस पछाडि चाहिँ जानुपर्छ सधैँ यस्तै हो भिड सधैँ यत्तिकै फरेनर मान्छेहरू अस्ति आउँछ पोखरामा चाहिँ नेसनल भन्दा पनि इन्टरनेसनल नेसनल त आइ नै रहेको हुन्छ साथसाथै इन्टरनेसनल मान्छेहरू पनि लास्ट डे नै आउँछ म त पहिला नै आएको क्या यता अनि तपाईँलाई चाहिँ कस्तो लाग्यो कम्पनी लिएर आएको थियो त त्यही भएर त्यतिखेर आएको थिएँ अनि ठिक्क छ है मौसम त्यस्तो गर्मी पनि छैन जाडो पनि छैन डुङ्गादेखि डुङ्गा चढौँ सरसँगले डुङ्गा चढेर जानुपर्छ भएछ नि भोलि बसेर पर्सितिर मुस्ताङतिर पनि गइछ होला अनि ल हाम्रो आयो बोल्नु कस्तो लाग्यो यहाँ रमाइलो छ कान्छा रमाइलो यता बस डुङ्गा चढ्नुपर्छ अब मन्दिर जानुपर्छ ढुङ्गामा अलि अन्न मुखमा त लाउनु क्या यो त अलि मुख छेउमा लाउनु माइकको आवाज आउँदै स्वर ए कस्तो लाग्यो ढुङ्गामा जानुपर्छ मन्दिरमा गएर पूजा गर्नुपर्छ रमाइलो गर्नुपर्छ ल यहाँदेखि चाहिँ अब छ
सट्ट चढेर अब हामी फेवाताल बोटिङ लु बोटिङको लागि लु रेडी 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 छिटो आउनु लु तिनजना एक सेट अट्छ टिकटी थाम्ला के मिलेर बस थामे म तपाईँभन्दा मोटो छु होइन ठिकै छ होला म बिचमा बस्छु म तपाईँभन्दा मोटो छु एकजना हो अहिले म तपाईँभन्दा मोटो छु होला अनि फेरि एक ब्यालेन्स हुन्छ कतला हो नराम माजा आउनु है ए नलार्नु है म छ ल फेवातालमा साइली यो त लङ त लान्छ होला नेपाली मेहनत छन् नि हजुरबाले पनि गर्दै हुन्छ तल्लो छेउमा ध्वजा बोकेर पनि हिँड्छ पानी चिसो रहेछ नगरमै नहलीमै एकजना ड्राइभर यहाँ 6-7 जना छौँ हामी यो तालभित्र पनि नलाउनु माथि नै गरेको त्यही त नहलीमै बरु न त्यति भयो भने उहाँसम्म पुग्यो अर्कोमा फर्किने बेला चाहिँ अलिकति कम छिर्नुपर्छ धेरै लोड भयो के चढ्नुपर्छ है यो यसो घुमाएर लिएर आउने के यता दाहिने घुम्नु पर्यो नि त मन्दिरको अनि मन्दिर वरिपरि घुम्नुहुन्न र मन्दिर र दाहिने बनाएर त घुम्नु पर्यो त खै जस्तो लाग्छ म चाहिँ यहाँ कि ढिम्का हुनुपर्छ यहाँ अलिकति खाली ठाउँ थियो होला मन्दिर त के नयाँ बनाउँदै पो हो कि यो मेन मन्दिर त मेन मन्दिर यो हो कि यो बनाउँदै थियो र चाहिँ उतापट्टि सारेछ उतापट्टि गर्छन् अहिले पूजा चाहिँ त्यही त मेन मन्दिर त पुरानो मन्दिर हो बनाउँदै हजुर त्यही त मेन मन्दिर हामी आउँदा त यहाँ थियो यो थियो अस्तिको साल चाहिँ हामीले अर्को ठाउँमा गरेको थियौँ ए हजुर अहिले बनाउँदै मान्छेहरू उहाँ भित्र कहाँ कुना त गइरहेको प्याराग्लाइडिङ चाहिँ कहाँबाट हुन्छ त यहाँ ओ माथि डाँडा प्यारासुटमा उड्ने हजुर ओ माथि डाँडाबाट उडेर आइरहेछ त एकजना त्यो डाँडामा हो हजुर त्यो ठाउँलाई चाहिँ के भन्छ खोइ के भन्छ ठाउँ त थाहा छैन सारङकोट अनि त्यो मान्छे त डराएन त्यति माथि भइरहेछ डराउँदैन हजुर बाबा त्यो माथिको डाँडाबाट त्यो कहाँ झर्ने हो थाहा छैन अब जान्ने छ भने गर्छ न एउटा ट्रेनर राखेको हुन्छ कि त्यहाँको एउटा पाइलट
अब उत्रिने बेला त अलिकति चाहिँ हात बाहिर ननिकाल्नु है, चेप्छ फेरि यसो। उत्रिने बेला चाहिँ अलिकति ध्यान दिनु है, जुत्ता भिज्छ नभए जुत्ता भिज्छ। कहाँ रोक्ने हो अन्त? होइन उता लान्छ नि। पछाडि सार्दै हुनुहुन्छ। भाइ अलिक माथि नै लानुहोस् है, मेरो त खुट्टाले भर पाउँदैन। अलिकति निक्लिने बेला चाहिँ ध्यान दिनुपर्छ, जुत्ता भिज्छ नभए त ठिक छ। हातमा पनि नि। ल है यतिसम्म त्यो रोकाउनु भएको एकछिन भन्नुहुन्छ होला नि त। दोकान छ उत्रिनु। तपाईँ उत्रिनु म यहाँ उठ्नु अप्ठ्यारो हुन्छ, त उत्रिनु उत्रिनु। अनि म यहाँ बिस्तारै उत्रिनु। पातलो मान्छे उत्रिहाल्छ है। हो ओहो फेवा ताल त त्यस्तो छ। जुत्ता है जुत्ता जुत्ता भिज्छ है, जुत्ता भिज्छ है, जुत्ता है, जुत्ता भिज्छ नभए ल। मन्दिर यो ज्याकेट खोलेर जाने हो। ज्याकेट खोलेर यहाँ राख्नु न ज्याकेट ल। तराई मन्दिर त यही हो, फेवातालको बिचमा छ। यस्तो छ है। त्यही पूजा गर्ने यताबाट कता पूजा गर्ने हो। मेन मन्दिर त उतो हो, यो छ नि यो बनाउँदै गरेको कारणले अहिले त्यतापट्टि रहेछ। लु पालो गर्नु लु, म यहाँ जुत्ता कुर्छु, तपाईँ जानु। यो पनि दुःख छाडेर पुऱ्याउनु हुँदैन। जान अहिले चाहिँ मन्दिर सरेको रहेछ ठाउँ चाहिँ यहाँ हो मन्दिर चाहिँ अहिलेको लागि चाहिँ। बाबा यहाँ आउनुहुन्छ, तपाईँ पनि जानु नि पूजा गर्ने, यसो पैसा चढाउनु ढोक्नी राख्न। मेन मन्दिर यो तालबराई मन्दिर। अब एकछिन कुरेर भइसक्यो हाम्रो त टिका पूजा चाहिँ। अब जाने हजुरले दिनु नि।
परेवा चाल दिँदैछ परेवालाई चाल दिएर फेरि अर्को ठाउँ हामी दौडिन्छौँ खोइ बाबाले नि दिनुहुने होइन के लिनुहोस् ल दिनुपर्छ त्यहाँ पनि पाउँदो रहेछ नि परेर ल खै त अलिकति म अनि ल परेवा चाल एकदम हातले च्यालेन्ज मिलाएको छु है सिधै सिधै सारा म त गाडी हुँदा स्कुटीमा जस्तो मिलाएर बसेको छु है हुन्छ थाहा हुन्छ नि सारा हामी हाम्रो ग्रुप यो पानीको कुरो अलिकति ब्यालेन्स मिलेन भने हुन्छ अलिकति फन्क्यो भने अलिकति घुम्यो भने गइहाल्छ एकजनाले गर्दा यहाँ नुहाइ चाहिँ चिसो कहाँबाट हो कहाँबाट यो चारैपट्टि पहाडको पानी हो यसको पुछारबाट उँधो गएको होला